नेपालको ग्रामीण भेगमा कृषि र पशुपालन धेरै परिवारहरूको जीविकोपार्जनको आधार बनेका छन्। पीढौदेखि परिवारहरूले आफ्नो दैनिक आवश्यकता पूरा गर्नको लागि आफ्ना पशुपालनको भर परेका छन्। तर पशुपालनको पनि आफ्नै चुनौतीहरू छन्। नवलपरासी जिल्ला काउसती नगरपालिकाका धेरै किसानहरूले गोठ ढुङ्गाबाट बनाएका थिए, जसले न त पशुहरूको सुरक्षा गर्न सक्थ्यो न त पशुबाट आउने गोबर र पिसाबको समुचित प्रयोग गर्न सकिन्थ्यो। पशुहरूको सुरक्षा होस् र तिनीहरूबाट निस्किएको मल जलको पनि प्रयोग होस् भन्ने उद्देश्यले कारितास नेपालको साफबिन परियोजना अन्तर्गत किसानहरूलाई गोठ सुधारको लागि रु 4000 रकम प्रदान गर्यो र पिसाब सङ्कलन गर्न मिल्ने गोठको निर्माणमा सहयोग गर्यो। गोठको निर्माणपछि किसानहरूलाई ठूलो राहत मिलेको छ। यो नयाँ संरचना केवल गाई वस्तुको सुरक्षाका लागि मात्र नभएर समुदायको लागि पनि एक प्रकृतिमा आधारित कृषि प्रणालीको विकास होस् भन्ने हेतुले बनाइएको हो, जसमा नयाँ निर्माण भएको गोठमा पिसाब सङ्कलन गर्न एउटा खाल्टो बनाएको हुन्छ र त्यो पिसाब झोल मल बनाउनको लागि प्रयोग हुन्छ, जसको एक उदाहरण हुन् गङ्गा चौधरी। मैले कारिदास नेपाल साफबिनबाट 4000 पैसा पाएको थिएँ र मैले त्यस पैसाले यो गोठ सुधार गरेको छु। मलाई यसबाट धेरै सजिलो भएछ, अहिले काम गर्न पनि सजिलो भएछ हैन। पिसाब र दिशा अलग अलग भइरहेछ। पिसाबबाट हामीले झोलमोल तयार गर्छौँ र हामीले तरकारीमा पनि युज गर्छौँ हैन। त्योबाट हामीले उता तरकारीमा युज गर्छ, त्यताबाट पनि हामीलाई फाइदा भयो, यताबाट पनि हामीलाई धेरै सजिलो छ। समयको सदुपयोग पनि भइराखेको छ, एकदम राम्रो छ। दूध बिक्रीबाट प्राप्त आम्दानीले परिवारलाई खाद्य, स्वास्थ्य र शिक्षा जस्ता आवश्यकताहरू पूरा गर्न मद्दत पुर्याएको छ। साथै पिसाब सङ्कलनबाट बनाइएको विषादीले पैसाको समेत बचत भएको छ र प्राकृतिक विषादीको प्रयोगले स्वास्थ्यमा पनि असर गर्दैन। यसै गरी प्राकृतिक विषादीको प्रयोगबाट उब्जेका तरकारीहरूको पनि उत्पादन बढेको छ। उत्पादन भएका तरकारीहरू घरमा प्रयोग हुने र गाउँघरमा समेत बिक्री हुँदै आएको छ। गोठको सुधार त भएकै थियो, त्यसका साथसाथै मल र तरकारीको उत्पादनमा समेत वृद्धि भएको उनीहरू बताउँछन्। सोही तरकारी बिक्री गरेर थप आम्दानी पनि मिलेको छ र यो सबै कारितास नेपालको सहयोगको कारणले सम्भव भएको हो। यस परिवारको कथा एउटा उदाहरण मात्र हो कि कसरी सानो सहयोगले ठूलो परिवर्तन ल्याउन सक्छ। सही सहयोग र प्रयासले यी समुदायलाई समृद्ध र आत्मनिर्भरतातर्फ अगाडि बढाउन सक्छ।